नमस्ते र सबैजनालाई मेरो भिडियोमा स्वागत छ। आजको भिडियो चाहिँ म कोठादेखि बाहिर यहाँ के भन्छ भने बरन्डामा बसेर बनाउँदैछु र आज चाहिँ हजुरहरुसँग मैले चाहिँ मेकअप कतिको सिकेँ भनेर चाहिँ शेयर गर्दैछु। अस्तिको भिडियोमा चाहिँ म फर्स्ट डेको मेकअप शेयर गरेको थिएँ र त्यो चाहिँ खासै मैले राम्रो मेकअप गरेको थिएन र आज चाहिँ मेरो यो फोर्थ डे अफ माई मेकअप र मैले चाहिँ चौथो दिनसम्म चाहिँ कतिको मेकअप सिकेँ भनेर चाहिँ हजुरहरुसँग शेयर गर्दैछु र हेरेर चाहिँ हजुरहरुलाई कस्तो लाग्यो भनेर लाइक कमेन्ट गरिदिनु होला। र मसँग धेरैवटा आइटमहरु या प्रोडक्टहरु त छैन हैन मेकअप गर्ने, बट यो एउटा चीज छ हैन मसँग, यो एउटा चीज र यहाँमा भएको सामानहरु नै युज गरेर चाहिँ म मेकअप गर्नेवाला छु। र यसमा चाहिँ यो छ आई स्याडो छ, अनि यसलाई के भन्छन् आई स्याडो नै हो यो पनि, अनि यो हाइलाइटर एन्ड यो चाहिँ ब्रश, अनि यो चाहिँ लिपस्टिकहरु र यिनीहरु युज गरेर चाहिँ म आजको मेकअप गर्दैछु। र फर्स्टमा चाहिँ म युज गर्छु प्राइमर। मसँग चाहिँ के भन्छ त्यो फर्स्टमा टोनर अनि मोइस्चराइजर युज गर्नुपर्छ रे, त्यो चाहिँ मसँग छैन। सो त्यसैले म चाहिँ फर्स्टमै प्राइमर युज गर्छु। अनि प्राइमर कसरी युज गर्छन् भन्ने चाहिँ थाहा छैन, बट आफ्नो तरिकाले युज गर्छु र हजुरलाई थाहा छ भने कमेन्ट गर्नु होला। र मैले चाहिँ कुनै क्लास लिएको छैन, सेल्फ मेकअप आफै सिकिरहेको छु नि त नि। सो त्यसैले हजुरहरुको हेल्प पनि गर्मी छ साथीहरु, यता त गर्मी छ हैन, मेकअप गर्न पनि कहाँ सजिलो छ। तर मैले चाहिँ अब डेली भिडियोहरु अपलोड गर्छु भन्ने चाहिँ च्यालेन्ज लिएको भएर म चाहिँ मेकअप गर्दैछु र अहिले चाहिँ लगभग इट्स 2:30 र 4 o'clock चाहिँ म भिडियोहरु अपलोड गर्छु, हेर्नु होला। र ओके साथीहरु, मेरो चाहिँ प्राइमर सुकिसक्यो। अब चाहिँ हामी युज गर्छौं फाउन्डेसन। र फाउन्डेसन युज गर्दाखेरि चाहिँ आफ्नो स्किन टोनको चाहिँ लिनुपर्छ रे। मेरो चाहिँ यो बुक किन्दाखेरि चाहिँ त्योसँग फ्री आएको हो यो, अनि मेरो स्किन टोनको छ कि छैन त्यो त मलाई थाहा छैन, बट म्याच गरिरा हुन्छ हैन मेरो फेसमा चाहिँ। सो म चाहिँ युज गरिरा हुन्छु, यसरी हातमा निकाल्छु अनि फेरि यो चाहिँ मैले पानीमा एकछिन भिजाएर हैन अनि पुरै पानी निचोरेर युज गर्दैछु। यो चाहिँ यसरी युज गर्नुपर्छ रे। यो जति राम्रो बनाउन सक्नुहुन्छ त्यति चाहिँ राम्रोसँग फाउन्डेसन चाहिँ हजुरको फेसमा चाहिँ सेट हुन्छ रे। सो त्यसैले योले चाहिँ पहिला यस्तो गर्ने एन्ड नाउ युज इट। फर्स्ट चाहिँ म यतादेखि सुरु गर्छु। अनि फर्स्टमा युज गर्दाखेरि चाहिँ म यो चाहिँ यस्तो झ्याउ लाग्थ्यो हैन, यो यस्तो ट्याप ट्याप गर्नेवाला स्टेप चाहिँ। अनि मैले कस्तो जोडले गर्थेँ के ट्याप ट्याप, अनि त्यसरी चाहिँ नगर्नु रहेछ। अस्ति भर्खर मैले कसको भिडियो हेरेको थिएँ र उहाँले चाहिँ भन्नुभएको थियो जति सकिन्छ मायाले गर्ने भन्नुभएको थियो कि। सो आजकल चाहिँ म मायाले गर्ने भएको छु यसरी। पहिला सानो हुँदाखेरि जब म त्यही 18-19 वर्षको थिएँ नि, त्यतिखेर चाहिँ मैले मेकअपको बारेमा सोचेन कि, यतातिर त मेरो ध्यानै नजाने के, मलाई मेकअप गर्न कस्तो झ्याउ लाग्थ्यो। अब आएर यो 25 मा चाहिँ म गर्दैछु हैन। ओके, यसलाई चाहिँ बिस्तारै बिस्तारै हैन ब्लेन्ड गर्दै जाऊँ। मलाई चाहिँ आजभोलि रमाइलो लाग्छ यो स्टेप। पहिला चाहिँ यस्तो झ्याउ लाग्थ्यो मलाई यो स्टेप, बट आज चाहिँ मनपर्छ। एकछिन ऐना पनि हेरिहाल्नु मैले। अब पर्फेक्ट नहुन सक्छ है, किनकि आई एम लर्निङ, म सिक्दैछु। र अनि सामानहरु पनि मसँग पुरै छैन कि। जस्तै अब मैले यो फाउन्डेसन त लगाएँ, बट अब चाहिँ मलाई यामा युज गर्नुपर्ने पाउडर छैन के। हिजोसम्म त म पोन्ड्स पाउडर युज गर्दै थिएँ, बट आज मसँग त्यो पाउडर पनि छैन, सिद्धिसक्यो। सो अब चाहिँ म सिधै यामा चाहिँ मेकअप गर्छु ल। ब्राउन युज गर्छु। कुन ब्रश के को लागि युज गर्नुपर्छ भन्ने मलाई थाहा छैन। अस्ति एक दिन मैले भिडियो हेरेको थिएँ, बट म बिर्सिहालेँ। एउटा त टाइम पनि हुँदैन के गाइस, कस्तो बिजी सेड्युल हुन्छ आफ्नो। यसको माथि चाहिँ म चम्चमे लाउँछु, मलाई चाहिँ चम्चमे मनपर्छ। ओके, चम्चमे पनि यही नै लगाउँ कि भनेको मेरो। ओके, चम्चमे चाहिँ यस्तै लगाउँछु। ओके साथीहरु, दुवैतिर चाहिँ आई स्याडो चाहिँ लगाएँ। त्यस्तो राम्रो लागेको छैन, बट आफूलाई चाहिए जस्तो लगाएको छु है। मलाई चाहिँ यस्तै चाहिएको थियो।
ओ माई गॉड, हल्का बढी नै लगाइदिए कि हो, बट यस्तै लगाउँछु म आज। प्रब्लम के हुन्छ थाहा छ यसमा, अब मैले यता यस्तो लगाएँ नि, अब यस्तै यता लाउन नि लास्टै गाह्रो हुन्छ। ओके गाइस, दिस इज फाइनल लुक अफ माई आइज। र अब चाहिँ यसमा युज गर्नुपर्छ हामीले मस्कारा। र मस्कारा युज गर्नुभन्दाखेरि चाहिँ म मेरो के भन्छ यसलाई, परेलाहरूलाई चाहिँ कर्ल गर्छु, किनकि मेरो चाहिँ एकदम स्ट्रेट छ क्या। सँग चाहिँ यो वाला मस्कारा छ। यो वाला छ हैन, योले चाहिँ म आइब्रो मिलाउँछु। र यो चाहिँ मलाई युज गर्न आउँदैन, यस्तो कालो कालो बनाइदिन्छ पुरै, बट म ट्राई गर्दैछु हैन म्याच गर्ने। फर्स्टमा चाहिँ यहीँदेखि लगाउँछु है, मलाई एकदम स्ट्रेट लाइन, अनि यहाँदेखि यस्तरी अनि यस्तरी। यति नै लगाउँछु, योभन्दा बढी लाउँदिनँ। योभन्दा बढी लगायो भने म चाहिँ भुत्तै नै देखिन्छु। सो ओके, अब चाहिँ लगभग मेरो आँखाको काम चाहिँ सक्यो। यसलाई चाहिँ आई मेकअप भन्छन् ल, झन् साथीहरू यहाँ लगाउनेलाई जे भन्छन् होइन त्यही हो। र त्यो चाहिँ मेरो यही आई सेडोमा छ, आई सेडो बुक भन्छन् है यसलाई चाहिँ। सो आई सेडो बुक समथिङ त्यस्तै भन्छन्। र यहाँमा चाहिँ यति धेरै छन् होइन, यो मध्ये चाहिँ एउटा युज गर्छु। र कुन ब्रसले युज गर्नुपर्छ भन्ने चाहिँ मलाई कुनै आइडिया पनि छैन, र म चाहिँ यो ब्रसले युज गर्दैछु। र कुनवाला युज गरौँ भन्दाखेरि चाहिँ मलाई चाहिँ यो युज गर्ने मन लाग्छ यो। ओके, अनि मेरो फेस चाहिँ राउन्ड छ नि त नि, सो राउन्ड फेस भएकोले चाहिँ यहाँ कहाँ याल बनाउनु पर्छ अरे। सो म याल बनाउँछु ल। थप्पड हानेको छ। राता कसरी भयो के भयो राता लगाइलो। अनि अघिदेखि चाहिँ म एक्लै थिएँ साथीहरू, अब चाहिँ मेरो एउटा साथी आउनुभएको छ होइन। सो उहाँसँग गफ गर्दैछु, उहाँ चाहिँ उठेर भर्खर निन्द्रा पुरा गरेर आउनुभएको छ। र भित्र चाहिँ लास्टै गर्मी छ क्या। मलाई नआउने भनेको मेन गरी यही हो साथीहरू, यो मलाई आउँदै आउँदैन कि। अझै पनि हेर्नु न कति रातो हो, माइ गॉड। यस्तो रातो लगेर म कहाँ जाने हो किन। सो म यसलाई चाहिँ अब कसरी हुन्छ होइन ट्राई गर्छु ल। अनि मलाई चाहिँ यो यहाँ पनि मनपर्छ। ओके, अब यो लाछु मैले, यसलाई चाहिँ यसले मुभ गर्छु ल, नत्र यो बढी देखिन्छ क्या पुरै। र मलाई अझै पनि मेकअपमा नआउने भनेको चाहिँ यही हो है, यो लाउनु चाहिँ मलाई आउँदैन। त्यो पनि ट्राई गरिरहेको छु सिक्ने। ओके साथीहरू, मेरो चाहिँ यो अब फिक्स भइसक्यो होइन, फिक्स भन्छ कि सेट भइसक्यो है, सेट भइसक्यो। र अब चाहिँ म ट्राई गर्नेवाला छु हाइलाइटर चाहिँ नलगाइकन कहाँ चम्किनु होइन। र मलाई चाहिँ चम्किरहेको फेस मनपर्छ नि त नि, सो त्यसैले म चाहिँ हाइलाइटर युज गर्दैछु। र हाइलाइटर चाहिँ यतापट्टि छ। र आज गर्दैछु मैले सबै कुराहरू ब्राउन डार्क युज गरिरहेको छु नि त नि। सो यो पनि यो चाहिँ हल्का लाइट युज गरौँ कि हो। अनि त्यसको लागि चाहिँ म को युज गरौँ भन्दाखेरि यो गर्छु ल। यो चाहिँ हल्का वाइट छ। सो
ओके साथीहरू पहिला चाहिँ नाकमा ओ माई गड ओ माई गड कति हो यो साथीहरू यो त धेरै भयो अर्को ब्रस खै ओके गाइस ठिकै छ है क्यामेरा चाहिँ कस्तो नराम्रो देखिरहेको छ यहाँ चाहिँ राम्रो देखिरहेको छ क्या फेरि ओके यो गर्न जानेन क्या मैले त्यसैले हो यसलाई चाहिँ कस्तो युज गर्नुपर्छ कि यस्तोसम्म हुने कोवाला यो वाला हो नि अनि यसलाई चाहिँ यस्तो गरेर यस्तो गर्ने हो कि म बिर्सिहाल्यो यस्तो गाइस यतापट्टि लगाउँछु मेरो साथी यहाँनिर बसेर सुत्दैछ ओके साथीहरू अब चाहिँ मैले लिपस्टिक लाउने काम गर्छु र लिपस्टिक चाहिँ म बाहिरदेखि युज गर्दिनँ यमै भएको युज गर्छु सो फर्स्टमा चाहिँ म के लाउँछु भन्दाखेरि बेसको लागि चाहिँ मैले यो ब्राउन लाएको थिएँ ब्राउन लिपस्टिक लाउँछु ल आज चाहिँ यो ब्राउन हातले युज गर्छु ओके गाइस यो चाहिँ मैले बेस लगाएँ अब यसको माथि चाहिँ म यो लाउँछु हैन आइस्याडोको त्यो पाउडर लाउँछु किनकि अनि फेरि यो जाँदैन सो कुन कलर लाउनु पर्यो ब्राउनी लाउनु पर्यो हैन ओके साथीहरू मेरो लिपस्टिक भयो अब चाहिँ यसलाई म चम्काउँछु ल चम्काउनको लागि पनि म ब्राउन युज गर्छु आज थिमै मेरो ब्राउन भए जस्तो छ क्या ओके वाउ दिस इज माई फाइनल लुक ओके साथीहरू अब चाहिँ मेरो यो मेकअप चाहिँ भयो हैन फाइनल भयो र यहाँमा चाहिँ अब मैले चाहिँ यो सेटिङ स्प्रे चाहिँ स्प्रे गर्छु र ओके यो चाहिँ म यस्तै गर्छु ल अस्ति मैले देखाएको थिएँ कहाँ यस्तै गर्नुपर्छ भन्दै थियो सो त्यसरी नै गर्छु ओके अब चाहिँ म हजुरलाई मेरो यो लुक घाममा गएर देखाउँछु ल कस्तो भएको छ भनेर ओके साथीहरू दिस इज माई फाइनल लुक र म चाहिँ यता बाहिरनिर आएर देखाउँदैछु र कपाल चाहिँ मेरो यस्तै हो गाइस यो चाहिँ कहिले पनि राम्रो हुँदैन हैन बट छोड्न मिलिहाल्छ सो छोडेको छु अनि आजको मेकअप सिम्पल एन्ड स्विट तर हल्का मैले चाहिँ बढी चमचम युज गरेको छु किनकि मलाई चम्मे मनपर्छ नि त नि सो त्यसैले अनि यो साइडबाटै देखाउँदा चाहिँ हल्का उज्यालो आए जस्तो छ ओके सोचे भन्दा राम्रै छ पहिला भन्दा चाहिँ सुधार भएको छ पहिला चाहिँ पुरै कस्तो हुन्थ्यो हैन आज चाहिँ मैले चाहिँ हल्का सेट गर्न सिकेको छु नि त नि सो नाइस र फेरि म अर्को दिन मेरो यो मेकअप स्किललाई हल्का इम्प्रुभ गरेर फेरि भिडियो बनाउने छु र त्यो दिन चाहिँ यो भन्दा पनि राम्रो हुनेछ ओके साथीहरू बाई बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड ह्याभ अ नाइस डे